Hello everyone, I hope सबैजना सन्चै हुनुहुन्छ होला। म पनि फाइन छु। आज इट्स माई हम्बल रिक्वेस्ट, तपाईलाई ठुलो रिक्वेस्ट गरे आज चाहिँ प्लिज तपाईसँग टाइम छ भने यो भिडियोलाई स्किप नगरेरै हेरिदिनु होला र यदि यो भिडियो तपाईले हेर्दै हुनुहुन्छ भने एउटा शेयर पनि गरिदिनु होला। फर्स्ट अफ अल म के भन्न चाहन्छु भन्दाखेरि म र मेरो भाइ मिलेर एउटा नयाँ सुरुवात गरेका थियौँ। धेरै भएको छैन यो सुरुवातमा र एक्चुअली सर्वप्रथम रियली सरी भन्न चाहन्छु। हामी मार्केटमा इन्डिभिजुअली आएका हौँ, यो कुरा मलाई पनि थाहा छ र महसुस पनि गरिरहेको छु। तर हामीले दिने सर्भिसमा जति दिनुपर्ने थियो अझै मैले बेटर सर्भिस दिनको लागि धेरै कुराहरू बाँकी नै छन्। यहाँ यो बिचमा मैले छोटो समयमा पाएको प्रेम माया मलाई भगवान स्वरूप दिनुभएको मसँग आउनुहुने मसँगैको उमेरका मभन्दा अग्रज समयहरूले दिनुभएको त्यो प्रेम त्यो माया कहिले पनि बिर्सिने वाला छैन। छोटो समयमा मलाई यो नयाँ ठाउँमा हात हाल्दाखेरि एउटा भट्टी पसल यो स्क्रिनमा दिएको भिडियो हेर्नुहोस् न, यो हेर्नुहोस् यस्तोलाई क्याफेमा रूपान्तरण गर्न कति गाह्रो हुने रहेछ भन्ने कुराहरू रियल मैले भोगेँ। त्यो पीडा आज त्यो काम आज म बिहान 5 बजेदेखि बेलुका रातिको 12 बजेसम्म काम खटेर गर्दाखेरि पनि अझ पनि कम्प्लिट भएको छ। धेरै काम आज यो मेरो पछाडिको ब्याकग्राउन्डको स्क्रिन हेर्दै हुनुहुन्छ, यो आज भर्खर मात्रै फाइनल भयो। तर हाम्रो बाहिर सर्भिस पनि प्रोभाइड थियो र भित्र काम भइरहेको पनि थियो। आज र यो बिचमा हामीले आज झन्डै नयाँ यो हात हालेको समथिङ प्री ओपनिङमा छ। यो ओपनिङ पनि भएको छैन र 8-9 दिन जति भयो हामीले लिएको। आज 11 झन्डै 12 दिन हुन लागिसक्यो। आज 10 गते भइसक्यो। अघिल्लो मन्थको लास्ट समथिङ 29 गतेतिर हामीले लास्ट फाइन्ड आउट गरेका थियौँ त्यो भट्टी पसलको सबै कुराहरूलाई लिएर। र अरू यो वरिपरि बस्ने सबै र बेटी म्यामले पनि हामीले के भन्नुभयो, तिमीले त्यो पैसा किन हाल्यो, यति अरू मान्छेले यति बाटोमा पोहोरको बिजनेस गर्ने दाइहरू दिदीहरूले पनि यस्तो भन्नुभयो कि तिमी पागल भएनौ र यत्रो पैसा यत्रो डुबाउनुको लागि भनेर यस्तो फ्रस्ट्रेसन भयो। म त किनेको 1-2 दिनपछि म त यस्तो भयो नि यति डिमोटिभेट भयो होइन। त्यो सपना मेरो चकनाचुर भयो जस्तो लागिरहेको थियो। यति सपना बोकेर त्यो ठाउँमा प्रवेश गरेको मान्छे होइन। अनि एकैचोटि म त यस्तो भएँ। तर बिस्तारै होइन त्यो कुरालाई इग्नोर गर्दै होइन कामहरू म स्टार्ट गर्दै गएँ। बिहान 5 बजेतिर रातिको 12 बजेसम्म खटेर काम गरेँ। हेर्नुहोस् त्यो फोहोरको बोरा बाहिर यति फोहोर यस्तै बोराहरू मैले 7-8 बोराहरू त फोहोर्दै फ्याल्नु परेको थियो। र भन्नु न एउटा पसल बनाएर यस्तो फोहोर बाहिर त्यो ओहोरदेखि भित्रदेखि लिएर सबै कुराहरू अझै पनि धेरै कुराहरू आज के छ। तर आज म यसमा बिहान 5 बजेदेखि राति 9-10 बजेसम्म हाम्रो सर्भिस प्रोभाइड नै छ। 6 बजेदेखि स्टार्ट हुन्छ, 9 बजेसम्म सर्भिस प्रोभाइड नै छ। अहिले प्री ओपनिङमा पनि कामहरू पनि हाम्रो कन्टिन्यू भइरहेको छ। अझै हामीलाई यो ओपनिङको टाइम अझै 2 हप्ता जति लाग्ने भइरहेको छ। हाम्रो फर्निचरको दाइले हामीलाई अझै 1 हप्ता जति उहाँले टाइम माग्नु भएको छ। 1 हप्तापछिबाट हाम्रो केही कुराहरू फर्निचर सम्बन्धी कामहरू हुनेछ। र जति हामीले इस्टिमेट बजेटहरू मैले त्यसलाई गरेको थियो त्यो बजेटले नभ्याउने कन्डिसनमा पनि गयौँ हामी। अब यसको बारेमा अझै हामीले किनकि बेटर गर्नु छ हात हालिसकेपछि हामी अब लोन प्रोसेसमा पनि गएर पनि हामी यो फाइन्ड आउट गर्ने नै छौँ। आज हिजो अस्ति मलाई याद छ त्यो पहिलो कप चिया खाएको कस्टमर आज हामी 8 दिन मात्रै खोल्यौँ। त्यो कस्टमर हामीरोमा 20 चोटि आइसक्नु भयो होला। दिनको 2 टाइम नआएको 1 टाइम आएको कुनै पनि दिन छैन 8 दिनसम्म होइन। आज हाम्रो कस्टमर सेकेन्डली मैले दिएको त्यो टी गोदावरीदेखि यहाँ पिउन आउनुहुन्छ 2 जना स्कुलहरूमा। आजको कुरा गर्ने भने सेम कुरा। तर तपाईँले फेरि भनेर आफ्नो डिस्ट्रिक्टबाट रियल उहाँको मुभमेन्टलाई पनि क्याच गर्न मात्र सकेन। बिहान 10 बजे पहिलो आउटमा आउनु भएको थियो 3 जना, त्यसभन्दा पछि 12 बजे आउनुभयो र अहिले 7 बजे आएर अन्तिमचोटि एक्चुअली रियली सरी म्याम उहाँले भन्नुभएको थियो म्यामले
दाइ हजुरको चियाको रेसिपी भनिदिनुहोस् न भन्नुभएको थियो। आइएम रियली सरी, मैले त्यो रेसिपी भन्न मिल्दैन पनि र भन्न पनि मिल्दैन र दिन सकेन उहाँलाई। तर एक्चुअली पछि उहाँ स्माइल गर्दै जानुभयो र हामी अब पर्मानेन्ट तपाईँको कस्टमर भयौँ डेली नै भनेर जानुभयो। एकचोटि मात्र होइन, 3 चोटि एकै दिनमा 3 चोटि आएर चिया खाएर जानु भनेको त्योभन्दा म मोटिभेट कुनै पनि कुराहरू हुने होला छैन। र अझै पनि म इन्डिभिजुअली मार्केटमा आएको छु। यसमा धेरै कुराहरू आज म जिरो लेभलमा मैले हिजो एउटा भिडियोमा हालेको छु। म नर्सरीको शिक्षामा छु यतिखेर, नर्सरीबाट शिक्षा मेरो जिरो छ, कुनै पनि छैन। धेरै कुराहरू सिक्न बाँकी छ। धेरै भन्दा यति म तिर्खा प्यास भोक लागेको छ, यसप्रति मलाई धेरै धेरै प्यास लागेको छ। सिक्नको लागि ऊर्जा छ, सामर्थ्य राखेको छु। त्यो म कहिले पनि त्यसलाई डाउन गर्ने छैन, अपग्रेड नै गरेर अगाडि बढ्ने होला छु। र तपाईँहरूलाई म्यासेज, हामीले हाम्रो क्याफेको नाम तपाईँ कतिपयले थाहा पाइसक्नु भएको होला। धेरै मान्छेले हाम्रो क्याफेको नाम मोबाइलमा भिडियो बनाउँदै फोटो खिच्दै इच एन्ड एभ्री होइन मर्निङ जति पनि हेर्दै जानुहुन्छ आउनुहुन्छ, उहाँको फोनको प्रत्येकको ग्यालेरीमा भिडियो र फोटो हेर्न पाउनुहुन्छ। तर हामीले यतिखेर हाम्रो क्याफेको लोकेसनको कुरा गर्ने हो भनेपछि लगनखेल पटेल भैरवमा छ र हामी केही समयपछि हामी ओपनिङको डेटमा हामी नाम एनाउन्स पनि गर्नेवाला छौँ। त्यहाँसम्म हामीले स्टकमा राखेका छौँ नामहरूदेखि लिएर हाम्रो गुगलमा होइन तपाईँले सबै ठाउँमा त्यो हेर्न सक्नुहुन्छ लोकेसन। त्यहाँबाट आउन सक्नुहुन्छ, इन्भाइट गरेर एन्गो गरेर भिजिट गर्न सक्नुहुन्छ। यतिखेर हामी प्री ओपनिङमा मात्रै छौँ। हामीले दिन चाहेको सबै फुड्सहरू पनि दिन सकेका छैनौँ, सीमित मात्रै अहिले दिन सकिरहेका छौँ। एउटा भट्टी मसलाई क्याफेमा दिन धेरै गाह्रो हुने रहेछ र मैले एक कप स्टार्टिङको 1 कप चाय आजको दिनमा प्री ओपनमा 10 पोका टी दुध आज एक दिनमा जाने भइरहेको छ र यसलाई म अपग्रेड गर्दै अझै माथि लिने सोचमा छु। सानो सपनाबाट यो लाइनमा म प्रवेश गरेको छैन। मलाई आज मेरो ब्याचलरको सर्टिफिकेटले कुनै पनि काम गरेन, तर मैले 11-12 मा पढेको त्यो रेस्टुरेन्टमा काम गरेको त्यो सिपले आज मलाई जीवनमा धेरै महत्त्वपूर्ण भूमिका, मेरो लाइफको टर्निङ पोइन्टमा अहिले धेरै नै हेल्प गर्यो। म एउटै रिक्वेस्ट गर्न चाहन्छु, आज 11-12 मा पढ्दै गरेका विद्यार्थी साथीहरू तपाईँहरू पनि यो 11-12 को मर्निङको क्लास तपाईँ स्कुल लेभलमा बिताउनुहोस्। त्योभन्दा अरू बचेको टाइममा प्लिज यसमा बोल्नुहोस्। त्यो टाइमलाई खेर नफालिदिनु होला। तपाईँको करियरमा भोलि ठुलो महत्त्वपूर्ण हुनेछ। यदि आज तपाईँ त्यो टाइमलाई वेस्ट गर्नुभयो भने जिन्दगीमा प्लिज तपाईँले धेरै धेरै रिग्रेट फिल गर्नुपर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि स्किलमा तपाईँहरूले फोकस गर्नु होला। जीवनमा सबैभन्दा चाहिने भनेको स्किल हो। तपाईँले एउटा इन्डियन केटीलाई गुगलमा ठुलो न्युजहरू जुन छ सोसियल मिडियामा गुगलमा सर्च गर्दा हुन्छ 52वटा सर्टिफिकेट, 10वटा मेडल, 12वटा आइडल भएको केटीले पनि कुनै पनि सरकारी जागिरमा कुनै पनि कम्पनी जब नदिएको कारण तपाईँले जताततै हेर्न सक्नुहुन्छ। इन्स्टामा जानु सक्नुहुन्छ, गुगलमा सर्च गरेर पनि हेर्न सक्नुहुन्छ। उहाँले रिजन पनि बताउनु भएको छ, मेरो स्कुलले कलेजले कहिले पनि त्यो कुरा सिकाएन पैसा कसरी कमाउने भन्ने कुरा कहिले पनि सिकाएन। उसले के मात्र सिकायो, तिमी टप हुनुपर्छ, तिमी फर्स्ट आउनुपर्छ, तिम्रो सर्टिफिकेटमा जहिले पनि तिमी फर्स्ट हुनुपर्छ भन्ने कुराहरू मात्रै सोसाइटीले पनि त्यही सिकायो र हाम्रो स्कुलिङ कलेज लेभलले पनि त्यही सिकायो भनेर उहाँले त्यो रिजन पनि नपाउनुको लेखेको छ। त्यसैले मैले रिक्वेस्ट गरेँ तपाईँ शिक्षा सँगसँगै स्किलमा पनि धेरै फोकस गर्नु होला। अहिले नलेजले मात्र पुग्ने छैन। यहाँ तपाईँसँग स्किल छ, संसारको जुनसुकै कुनामा गए तापनि तपाईँ बाँच्नु तपाईँसँग आधार हुन सक्छ। तर तपाईँसँग नलेज मात्रै छ तर स्किल छैन भने त्यो बेकाम हुनेवाला छ। रिक्वेस्ट गर्न चाहे आज सबैभन्दा ठुलो रिग्रेट मै त्यही गरेर छु। ब्याचलर्ससम्म अब मेरो 1 वर्ष बाँकी छ, त्यो किन पढेँ भन्ने सबैभन्दा ठुलो रिग्रेट म त्यसैमा गर्दैछु। र अब हामी 2 हप्ता बिचमा तपाईँहरूसँग हामी छौँ। रेसी धेरै माया गर्नुहोला। हाम्रो चियासँग जुस्कीसँगै हामी उमेरका साथीहरू, मेरो सटोको साथीहरू धेरै आउनुहुन्छ। माया लाग्छ, दिनमा 3-4 चोटि आउनुहुन्छ, खिचाउँदा भन्नुहुन्छ, धेरै माया लाग्छ। कोर्डिनेसन एकदमै राम्रो छ। र अन्तिममा एउटै रिक्वेस्ट